आज भाई का बर्थडे हैप्पी बर्थडे हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे भैया हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ सुभाष चन्द्रको बर्थडे हो सुभाष ब्लग्स अफिसियल यिनीहरू किन हाल्दैछन् मलाई थाहा छैन मैले ब्लग सुरु गरेर देखेर हाँसे होला यो अब चाहिँ हामी सुभाषको बर्थडे मनाउन जाँदैछौँ कता जाने थाहा छैन सुभाष आएर भन्छ कहाँ जाने अनि हामी त्यहीँ जाने खाजा खानु जाने त्यो अब अगाडि गएर भन्छु तिमीहरूलाई होइन न हामी चाहिँ अब जान थाल्यो फेरि अस्ति मेरै बर्थडे मनाएको ठाउँमा त्यसले पनि मनाउँछु भन्यो ठ्याक्कै लोकेसन पाएन हामी अब कहाँ जाउँ भयो होइन बिचराको बजेटले पनि भ्याउँदैन होला फेरि राम्रो बजेट नै त्यस्तो धान्नु पर्दैन यहाँ सोध न केक सोधौँ न यहाँ एकचोटि छ कि छैन हामी चाहिँ यता केक लिन आएको सुभाषको लागि अरू के लिने अरे आइसक्रिम पवनको तर्फबाट पार्टी आइसक्रिम पार्टी आइसक्रिम पवनले खुवाउँदैछ 21st लभ 21st लभ यहाँ आइसक्रिम छान्न पाइँदैन रे भन्दैछ यो दुईजना हेर न पवनको तर्फबाट हामीलाई आइसक्रिम छ यो केसार मावा कुल्फी भने होइन क्रिम बेलको राम्रै हुन्छ यो आइसक्रिम यहाँ आइसक्रिम चेस गर्दै हामी म त्यसै ल यहाँ आइसक्रिम मेरो गुवाम खाँदैछु यता देखाउ न हामी चाहिँ चिया लोक पुगिसक्यो गाइज हाम्रो बर्थडे बोय अगाडि नै पुगिसक्यो के हो भाइ कहाँ गयो यिनीहरू खान थाल्छ कि यिनीहरू आएर कस्तो हरामीहरू होला हामीले भनिरहेको छौँ यो नै अगाडि आएको कस्तो यसरी गर्दैन ल्याउनु ल गरिसक्यो हो साँडेको चाउचाउ कस्तो चिकन हो ल ल फेरि 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 सधैँ कार्की मात्रै ढ्याउ ढ्याउ गर्छ आज हामीले कार्कीले ढ्याउ सुनाएको धर्मेन्द्र वान लास्ट गर्ने मान्छे चाहिँ यो है फ्राइड राइस आइसक्यो केटाले झमझम झमझम हालेर चाउमिन सकाइदियो चिकन सकाइदियो अझ खाउला यार केही छैन हम लोगों का मोमो आ गया तर हामीले अझै केक काटेको छैन हामी खाजा सुरुमै खान थाले मोमो आइसक्यो तर रोशन आएर त्यही भएर मोमो सकाएर मुख खेलेर बस मोमो सकिसक्यो लास्ट पिस यहीँ थियो एउटा मात्र एउटा टोटल एउटा अघि लिए होइन त्यसपछि एउटा अरू हो रोशन के खान्छ ए रोशन कार्कीले खानै पाएन बिचारा पो धेरै खाँदैछ यहाँ सुटिङ पनि यसकै फोनबाट हुँदैछ कि
हिरो तारा मोमो खाएर यसको त साराले खानै पाएन रे मोमो बिचारा कार्की केक खाँदै आउँदैछ छैन यहाँ हेर्दा त कति राम्रो केक छ सुबासी सुभाषको अब हामी केक काट्न सुरु गर्छौँ सुभाषको तेरो बर्थडे केक अब भिडियो चाहिँ धर्मेन्द्रले बनाउँछ म चाहिँ यो खुसी उडाउँछु केक राख्नु स्न्याप बनाउनु न एउटा सुभाषी ह्यापी बर्थडे सुबासी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु मोय हो गया ब्याकग्राउन्डमा गीत हाम्रो ब्याकग्राउन्डमा गीत बजिसक्यो होइन तर यहाँ के कटिङ सेरेमनी नै भएको छैन क्या होइन ह्यापी देऊ न त्यो देऊ न ह्यापी बर्थडे Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, happy birthday to you. सुभाष चन्द ठाकुर के बोल्यो उसको आगा बोल्यो केकमा पनि लागिसकेको छ फर्म के गरे है कि माथिको नि हो गइसक्यो यो नि खाने चकलेट त मजा आयो मलाई त कस्तो चिसो लाग्यो भन्नु न एकचोटि ल काट मलाई देख्नु कस्तो चिसो भयो यार चिसो हैन आज त कस्तो ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे बर्थडे डियर सुभाष ह्यापी बर्थडे टु यु ल एउटा टाइम ल्याप्स बनाउँछ सधैँ खुसी रहे तेरो ठिको भइजाऊ ठुलो मान्छे पनि तर तेरो प्रगति भए देख्न पाऊ अब कार्कीको पालो एकछिन एउटा अर्को साल तेरो एउटा कान्छी मायालु आइजाओस् धन्यवाद कार्कीले चोरेर लग्यो है कार्कीले सुबासे चोर्यो ठुलो भए बाँची रहे पौली रहे बागर चाहिँ बोल्यो भए बाँसमा रुवाइदिनु लामो भए त्यो भन्ने भैया यार ब्लगमा आउँछु भैया क्याटमा गर्छ नि अहिले के खानु बाँकी खाए ल जीवनमा प्रगति गरिए ठिक हो सुभाष मुला खाएको छैन अहिले तिमी अनि पहिला खाऊ न खाऊ पहिला यहाँ केकको वार सुरु भइसक्यो म त टाढो भाग्छु मलाई यो केकको वार भन्दा टाढा बस्न मन छ अब यो सुरुमा आफै न्यु गर्छ होइन अब यसलाई कसले दल्दैन त्यसपछि हाम्रो बर्थडे बोयको मुखभरि केक लागिसक्यो अब यहाँ केक वार पछि वाटर वार भइसक्यो पानीपत की लडाई हो गई अब तो इधर
मैले त्यसले साँच्चै चाहिँ सोचेर भाग्यो होला है त्यो आँखामा भयो कि। एक्लै किन आइस हामी हाम्रो स्पेसल दुल्हा साहब आउनुभयो कहाँबाट दुलै भेटेर आउनुभयो अब हाम्रो हाम्रो दुल्हा आइसक्नु भयो यहाँ ओ दुल्हा साहब के छ ल गाइज लगभग हाम्रो सुब्बु सरको बर्थडे पनि सकिसक्यो के हो भाइ जे भए पनि जस्तो भए पनि हाम्रो आजको भ्लगमा चाहिँ यति नै बाँकी अरू पनि रेगुलरली हाम्रो भ्लगहरू हेर्नुको लागि सब्सक्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ बाइ बाइ कन्टेन्ट चाहियो नि त